त्यस्तै कारणले तपाईहरुलाई पनि फोटो एडिट गर्ने इच्छा छ र तपाईहरुले बनाउन आउँदैन र आज कसरी भिडियो त्यसरी बनाउनुहुन्छ कसरी भिडियो बनाउँदैन भनेर म तपाईहरुलाई सिकाउन आइरहेको छु र खासमा के गर्नुपर्छ भने यहाँ म अब मोबाइलको स्क्रिनमा गएर तपाईहरुलाई देखाउने छु है म चाहिँ मोबाइलको स्क्रिनमा आइसक्यो अब यहाँ प्ले स्टोरमा क्लिक गर्ने हैन त्यसपछि प्ले स्टोरमा क्लिक गरेपछि के सर्च गर्नु भन्ने म तपाईहरुलाई सिकाउने छु हैन यहाँ चाहिँ सर्च गर्नु होला मैले पहिले सर्च गर्छु फोटो एडिट भनेको छ मैले सर्च गरेको छु हैन फोटो एडिट भनेर सर्च गर्नु माथि सानो होला यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ अनि यहाँ YPIC फोटो एडिट भनेर हैन यहाँ तपाईहरुलाई देखाएको छु है यो चाहिँ तपाईहरुले डाउनलोड गर्नुपर्ने हुन्छ है मैले यहाँ सुरुमै मैले चाहिँ डाउनलोड भइसकेको छ हैन र तपाईहरुको पनि डाउनलोड गरिसकेपछि तपाईहरुको यस्तो एप्सहरु देखाउँछ है यहाँनिर क्लिक गर्ने है डाउनलोड भएपछि हामी यहाँनिर ओपन हुन्छ अनि ओपन भएपछि यहाँ चाहिँ मेरो ओपन भइरहेछ अनि फेरि यहाँ कहाँ क्लिक गर्नु भन्ने हैन AII मा क्लिक गर्नु फेरि यहाँ प्लसमा क्लिक गर्नु है बी क्यामेरा भन्ने हैन यहाँ तपाईहरुले के गर्नु AII फोटोमा क्लिक गर्नु होला है अनि त्यहाँनिर फोटोमा क्लिक गरेपछि तपाईको सबै फोटोहरु देखाउनेछ अब यहाँ तपाईहरुको त्यहाँ फोटोहरु तपाईहरुले देखाउने छ यहाँ चाहिँ मेरो फोटोहरु देखाएर छ हैन मेरो फोटो भएको हैन मैले चाहिँ अब तपाईहरुलाई एउटा फोटो एडिट गरेर तपाईहरुलाई देखाउने छु है म तपाईहरुले फोटो चाहिँ कसरी बनाउँछ कसरी बनाउँदैन हैन त्यस्तै कारणले हैन ब्याकग्राउन्ड कसरी चेन्ज गर्ने अनि फोटो कसरी एडिट गर्ने र तपाईहरुले सिकाउन आएको छु है के गर्नुपर्छ भने मैले चाहिँ यहाँ फोटो रोजिरहेको छु है मैले चाहिँ अब कुन फोटोको हैन बनाउँछु कुन फोटोको बनाउँदैन भनेर हेरिरहेको छु है अनि मैले चाहिँ अब किन यो फोटोको चाहिँ मैले चाहिँ हैन अब बनाउने इच्छा गरे हैन यो फोटोको चाहिँ अब यो फोटो यहाँ आइसक्यो अब तपाईले यहाँ चाहिँ कहाँ क्लिक गर्नु भने हैन ADJUST मा क्लिक गर्नु होला है तपाईलाई है यहाँ हैन त्यहाँ क्लिक गरेपछि हामी यहाँ कहाँ क्लिक गर्नु भने अब CROP मा क्लिक गर्नु है तपाईलाई है त्यसपछि हैन अनि त्यहाँनिर क्लिक गरेपछि फेरि तपाईहरुले कहाँ क्लिक गर्नुपर्छ भने अब EXPAND मा क्लिक गर्नु है मैले यहाँ तपाईहरुले मैले यो फोटो जुम सानो पारेर छु है तपाईहरुले पनि यस्तै सानो पारेर यो सक्नुहुन्छ हैन मैले यो जुम गरेर सानो पारेर गर्दै छु हैन अब त्यसपछि तपाईहरु कहाँ क्लिक गर्छ मैले अघि भनिरामै क्लिक गर्नु होला है कहाँनिर भने यहाँ EXPAND मा है त्यसपछि त्यहाँनिर क्लिक गर्ने है देखाउनु छ कि तपाईहरु म देखाउँछु हैन तपाईहरु आदिनु पर्दैन हैन यहाँनिर क्लिक गर्यो है यहाँनिर अब यहाँनिर सोच अब यो तपाईहरु सानो र ठुलो कस्तो बनाउनुहुन्छ त्यो त बनाउनु होला हैन यहाँनिर सोच गर्ने ठाउँ छ यहाँ सोच गर्नु होला हैन तपाईहरुलाई लेख्न आउँछ भने र तपाईहरुले लेख्न सक्नुहुन्छ र तपाईहरुलाई लेख्न आउँदैन भने हैन यहाँनिर माथि हैन माइक छ हैन त्यहाँनिर तपाईहरुले लेख्न आउँदैन भने हैन त्यहाँनिर हैन माइक छ हैन माइकमा तपाईहरुले क्लिक गर्न सक्नुहुन्छ है त्यसपछि त्यहाँ क्लिक गरेर तपाईहरुले फोटो एडिट ब्याकग्राउन्ड चेन्ज भन्न सक्नुहुन्छ हैन तपाईहरुले हैन अब त्यति भन्न सकेपछि यहाँनिर तपाईहरु देखाउने छ कि हैन तपाईहरुले त्यति भन्नु होला हैन मैले एडिट फोटो ब्युटी भनेको है अब यहाँ चाहिँ मैले सोच गरिसकेँ है अब त्यसपछि सोच गरिसकेपछि अब तपाईहरुले कहाँ क्लिक गर्नुहुन्छ भने AIIOW देखिरहेमा छ नि हैन यति सोच्नु तपाईहरुले हैन यहाँनिर क्लिक गर्ने फेरि यहाँनिर क्लिक गरेपछि GENERATE मा क्लिक गर्नु है त्यसपछि क्लिक गरिसकेपछि यो चाहिँ तपाईले 100 पुग्नु पर्छ है यो 100 सम्म चाहिँ तपाईले कुद्नु होला यहाँ चाहिँ 100 भएपछि अब मेरो चाहिँ ब्याकग्राउन्ड चेन्ज भएको छ है अनि मैले यो ब्याकग्राउन्ड चेन्ज भएर पनि हैन त्यसपछि मैले चाहिँ के गर्छु भने मैले फेरि यसमा फेरि अर्को ब्याकग्राउन्ड राख्छु कि हैन यो चाहिँ मलाई ब्याकग्राउन्ड मन परेन हैन म फेरि अर्को ब्याकग्राउन्ड राखिदिरहेको छु हैन तपाईहरुलाई पनि यस्तै कारणले फेरि मन नपर्ने ब्याकग्राउन्ड आयो भने र तपाईहरुले सोच गर्न सक्नुहुन्छ है यो पनि मलाई मन परेन मलाई यो पनि मन परेन हैन यस्तै नराम्रो आयो है यो पनि मन परेन फेरि म अर्को गर्छु के हैन अब चाहिँ म सानो पारेर हैन म अर्को ब्याकग्राउन्ड राख्छु हैन अब फेरि पनि मैले यहाँ भन्न सकिन्छ हैन ब्युटी ब्याकग्राउन्ड चेन्ज भन्न सकिन्छ है
त्यसपछि यहाँनिर चाहिँ भनेपछि तपाईँले होइन यो 100सम्म चाहिँ तपाईँले कुद्नु पर्ने हुन्छ। यो 100सम्म चाहिँ तपाईँले कुदेपछि मलाई अलि राम्रो आयो, मलाई अलि चित्त बुझ्ने खालको आयो है। त्यसपछि मैले चाहिँ मलाई चाहिँ अहिले यो चाहिँ अलि चित्त बुझ्ने खालको आयो है। त्यसपछि के भने यो ब्याकग्राउन्ड चेन्ज भइसकेको छ होइन। अघिको ब्याकग्राउन्ड के भन्दा 50 जस्तो मान्छेहरू थिएन होइन। यस्तो कारण बनाइन्छ है। यहाँ चाहिँ मेरो भइसकेको छ। अब म फोटोको ग्यालेरीमा गएर देखाउँछु है। फोटो आइसकेको छ अगाडि है। तपाईँहरूलाई पनि आउँदा पनि यस्तै कारण बनाउने है।